सम्पूर्ण मित्रहरूलाई हार्दिक नमस्कार। मित्रहरू, एका बिहानै आजको श्रमदानमा जानु अगाडि एउटा सानो मेसेज छोडिराख्नु पर्यो भनेर स्वर नउग्री भए पनि सानो मेसेज छोड्दैछु। स्वर उग्रे पनि राम्रो छैन, मिलाएर सुनिदिनु होला। यो स्वर भन्दा पनि यसको मर्म, यसको सन्देश सबैले शेयर गर्नुपर्छ जस्तो मलाई लाग्छ। आऊ है साथी ढुङ्गा बोक्न आऊ, यो देशको भत्किएको पर्खाल ठोक्न आऊ। आऊ है साथी श्रमदान गर्न आऊ, समाजमा अभावको खाडल भर्न आऊ। बन्दैन देश झोला बोकेर, बन्दैन देश भाषण ठोकेर, बन्दैन देश आरोप लाएर, बन्दैन देश हरेस खाएर। पसिनाको धाराले देश भिजाउनु छ, सबै मिली भत्किएको देश बनाउनु छ। आऊ है साथी ढुङ्गा बोक्न आऊ, यो देशको भत्किएको पर्खाल ठोक्न आऊ। आऊ है साथी श्रमदान गर्न आऊ, समाजमा